कास्यङ सामदुङ निवासी हाम्रो सुभाष राईज्यूको घरमा चाहिँ यो हिजोको चट्याङले गर्दाखेरि चाहिँ एकदमै ठुलो दुर्घटना भएको छ। यो दुर्घटनाको विवरण हजुरलाई म यहाँबाट दिइरहेको छु। हजुर समक्षमा सम्पूर्ण मेरो दर्शकवृन्दहरू सबैलाई यो जानकारी गराउँदैछु र विशेष म यहाँनिर हाम्रा सुभाषज्यूलाई दुई चारवटा प्रश्न राख्नेछु र यो तपाईँको घरमा यत्रो ठुलो दुर्घटना भयो, दुईटा गाई र एउटा सानो बाछा मरेको देखेँ हिजोको यो चट्याङले गर्दाखेरि। र तपाईँले अलिकति यसको विवरण छोटोमा विवरण राखिदिनुहोस्। कति बजी यो दुर्घटना भयो? यो त कति बजे थियो? हजुर 9 बजेको थियो। अचानक पड्क्यो। अन्त पड्किँदा चाहिँ अन्त सबै गाई त्यो एउटा बाछी चाहिँ बे करायो। त्यहाँबाट घरमा पो के भयो होला भनेर अन्त पर नानीहरू हेर्नु जाँदा यता गाईहरू मरिसकेछ। अन्त गोठमा आउँदा त सबै पर्लाक रापुर्लुक गर्दै रहेछ। तपाईँको यहाँनिर गोठमा गाई चाहिँ कतिवटा थियो त? यहाँनिर 4टा गाई थियो। यसको बच्चा चाहिँ उफ पर कुनामा थियो, त्यो चाहिँ बाँचेछ। उयो अस्तिको दिन बिहाको, यो चाहिँ 4 महिना भयो। र यो अब तपाईँले यत्रो दुर्घटना भयो है दिनुभयो, यहाँको लोकल जति पनि लिडरहरू हुनुहुन्छ है, पार्टीहरू हुनुहुन्छ अनि सरकारहरू हुनुहुन्छ? हजुर, तल भाउजूकोमा गएर भनेर राति आएर फोटो चाहिँ खिचेर। अरू यो गाई बाहेक अरू तपाईँको घरमा के नष्ट भएको छ त? त्यो बिजुलीको त्यो बोटहरू सबै उयो भएको छ, प्लास्टिकहरू डढेको छ। हजुर, यहाँनिर पनि यो चट्याङले गर्दाखेरि यो बिजुलीको बोर्डहरू घरमा पनि निकै ड्यामेज गरेको छ। जति पनि वायरिङ थियो यहाँनिर यो घरको सबै नै ड्यामेज गरेको छ। मिटर बक्सदेखि लिएर जति पनि स्विच बक्सहरू सबै ड्यामेज गरेको छ। यहाँ पनि यस्तो बनाएको छ। हजुर, यस्तो र अरू मान्छेहरूलाई यो घरको जति पनि तपाईँको छोराछोरी जति पनि आमा बाबा हुनुहुन्छ, अब उहाँहरूलाई केही कुनै दुर्घटना भएन? भएन हुनु चाहिँ एउटालाई चाहिँ भुँडी दुख्यो भनेर भन्दै थियो। डर पनि लाग्यो, भरे त्यतिकै जाति। हजुर, यहाँनिर चाहिँ नानीहरू सुतेको थियो? हजुर, यहाँ माइली सुते। यहाँ मिटर बक्स कहाँनिर? मिटर बक्स यहाँ माथिल्लोपट्टि छ। यहाँ मिटर बक्समा पनि सबै यो कटआउटहरू चाहिँ जम्मै यसरी डढेर फुटाएर यो हिजोको चट्याङले चाहिँ एकदमै ठुलो नष्ट गरेको छ। अब यत्रो नोक्सान भयो हजुरको घरमा, जुन चाहिँ जिपी अनि यहाँको लोकल पार्टीहरूलाई चाहिँ हजुरले कस्तो खालको सहयोगको लागि चाहिँ तपाईँहरूले यहाँनिर भन्नुहुन्छ? यो विषय लिएर चाहिँ के सहयोग माग्नुहुन्छ? अब यसको चाहिँ दिनुहुन्छ होला, मिलाइदिनुहुन्छ भनेर आशा छ। लोनको गाई हो। 90,000 जस्तो खोलेको। विशेष यो चाहिँ लोनको गाई भएकोले गर्दाखेरि 90,000 लोन उहाँले निकालेर चाहिँ यसरी आफ्नो जीविका गर्नको निम्ति चाहिँ बिचरा उहाँ चाहिँ एकदमै गरिब हुनुहुन्छ र उहाँले यति दुःख गरेर दुईटा गाई यसरी बटुलेर उहाँले आफ्नो जीविका चलाइरहेको थियो। उहाँ दुध बेचेर अनि नानीहरू कतिजना छ? 3जना नानीहरू छ। उहाँ 3जना नानीहरू चाहिँ स्कुलमा पढ्दै हुनुहुन्छ। उहाँहरूको लागि चाहिँ खर्चपात चाहिँ यही दुईटा गाईकोबाट चाहिँ उहाँहरूले निकाल्ने गर्थे र उहाँ चाहिँ एकदमै यसरी गरिब माथि पनि ठुलो यसरी दुर्घटना भएर उहाँलाई एकदमै दुःखद घटना परिरहेको छ। हजुरहरू जति पनि मेरो फेसबुक पेजलाई हेरिरहनु भएका सम्पूर्ण मेरो दर्शकवृन्दहरूले यो उहाँको यो दुःखद घटनाको यसरी केही मात्रामा हजुरहरूले यसरी सहयोग गरिदिनु भयो भनेदेखि चाहिँ अति उत्तम हुनेछ।